युएफा नेसन्स लिगको क्वार्टर फाइनलको दोस्रो लेग आज राति रहेको छ। फ्रान्स आजको दोस्रो लेग आफ्नो होम म्याच खेल्नेछ। उनीहरू अलरेडी 2-0 को डाउन छन् क्रोएसियाको अगेन्स्टमा। यो म्याचमा कमब्याक गर्न फ्रान्सलाई एकदमै गाह्रो रहनेछ। यो टिमको कुरा गर्दाखेरि मलाई यिनीहरूको फर्मेसन नै गलत लाग्छ, खेल्ने तरिकै गलत लाग्छ, लाइनअप नै गलत देखिरहेको हुन्छु। जहाँसम्म मलाई लाग्छ फ्रान्सले बारकोलालाई स्टार्ट दिनै पर्ने हुन्छ र माइकल ओलिसेलाई पनि सब्स्टिट्युसन गर्दाखेरि अलिकति बढी टाइम दिँदाखेरि राम्रो हुन्छ जस्तो मलाई लाग्छ। अर्कोतर्फ पोर्चुगल अलरेडी 1-0 ले डाउन रहेको छ डेनमार्कसँग। धेरैजनाले रोनाल्डोलाई ब्लेम लगाइरहेको जताततै देख्न पाइन्छ, तर रोनाल्डोलाई ब्लेम लगाउनु भन्दा पनि यङ्स्टरहरू अगाडि बढेर चाहिँ पर्फर्म गर्नुपर्छ जस्तो लाग्छ पोर्चुगलले म्याच जित्नको लागि, र रोनाल्डोलाई पनि गोल लगाउने वातावरण मिलाउनु पर्छ अरू मिडफिल्डर विङ्गरहरूले जस्तो मलाई लाग्छ। अर्कोतर्फ जर्मनी नेसनल टिम 2-1 ले अगाडि छ इटलीको अगेन्स्टमा र उनीहरू होम म्याच खेल्नेछन्। केही हदसम्म उनीहरूले सहज महसुस गर्नेछन् इटालीको अगेन्स्टमा भने। सबैभन्दा ब्लकबस्टर र कम्पिटेटिभ म्याच स्पेन भर्सेस नेदरल्यान्ड। पछिल्लो लेगमा 2-2 को ड्र खेलेका थिए यी दुईवटा टिमले। स्पेनको तुलनामा केही राम्रो फुटबल त खेलेको थियो नेदरल्यान्डको टिमले, तर त्यो सहज म्याचलाई पनि जितमा भने परिणत गर्न सकेको थिएन नेदरल्यान्डको टिम। म्याचमा नेदरल्यान्ड हाटोको कारणले गर्दा केही प्रब्लममा परेको थियो। हाटो एउटा यङ प्लेयर रहेका छन्, उनी केही दिन अगाडि मात्र 19 वर्ष पुगेका हुन्। नेदरल्यान्डले पहिलो गोल पनि उनकै गल्तीले गर्दा खाएको थियो भने दोस्रो गोल कन्सिड गर्नुमा पनि केही हदसम्म हाटोकै दोष रहेको थियो, किनकि उनले रेड कार्ड खाए पश्चात लगातार अट्याक गरेको थियो स्पेनले नेदरल्यान्डलाई। के नेदरल्यान्डले कमब्याक गर्छ अथवा म्याच निकाल्न सक्छ त स्पेनको होममा गएर? तपाईहरुलाई के लाग्छ, कुन कुन टिम सेमिफाइनलमा पुग्छन् त युएफा नेसन लिगको?